नमस्ते, म चाहिँ रेमिका पूर्जा अनि मैले चाहिँ आज सानो भ्लग लिएर आउँदैछु किनभने म यता मम्मी बाबाले लगाउनु भएको म गाउँ आएको थिएँ नि त म आइतबार आएको अनि मैले भ्लग बनाउन पाएको थिएन अनि म चाहिँ अहिले यहाँ बाबा मम्मीले लगाउनु भएको खेतमा आछु के लगाउनु भयो सिमीहरू खुर्सानीहरू भिन्डीहरू लगाउनु भयो म त्यो देखाउँछु हजुरहरूलाई अनि सुन्तला बारी छ यहाँ कति धेरै म त्यो देखाउने छु हेर्नुस् यो सबै वहाँ माथि कलर गरेको सब सुन्तला हो अनि यहाँ छ खुर्सानीहरू छ यता खुर्सानी यो चाहिँ सिमीलाई उस हुन्छ भनेर यो लगाइदिएको सिमीलाई खुर्सानीमा झारू खानु नपर्ने भएको रहेछ अनि यहाँ छ भिन्डी पनि सब कति राम्रो भएको रहेछ भिन्डी छ अनि त्यसपछि यहाँ चिप्ले भिन्डी छ चिप्ले भिन्डी त यत्रो रहेछ सायद यो बिउ लाग्यो अनि नभएर नि यहीँ लाउनु भएको होला मलाई जहाँसम्म लाग्छ अनि अब यो चाहिँ यहाँदेखि वहाँ परसम्म रहेछ परसम्म छ अनि यहाँ तल पनि कति धेरै छ अनि यहाँबाट तल बारी भयो त्यहाँ चाहिँ हाम्रो घर छ यहाँ खुर्सानीहरू त यो पहिलाको पुरानो खुर्सानीहरू भएर यहाँ फलेको रहेछ सिमीहरू त सब यस्तो पाकिसकेको रहेछ सिमीहरू त पुरै म टिप्न आएको सब पाकेको रहेछ खुर्सानीहरू नि त छ अनि यहाँ चाहिँ उ रहेछ सुन्तलाको बिउ रहेछ अझै पनि धेरै रहेछ अझै पनि यहाँ टमाटर पाकेको रहेछ यता भित्र टमाटर पाकिरह तर माझ लैजान अनि काँक्रा नि रहेछ काँक्रोहरू पनि मलाई आमाले एउटा काँक्रो टिपेर आऊ भन्नुभएको थियो अब काँक्रो कता छ भन्ने मलाई थाहा छैन अनि मेरो हाइट यहाँसम्म छ होला अनि यो छ यति माथि फलेको छ यो हेर्नुहोस् त मलाई के भन्नुभएको छ भन्दा आमाले टिपेर आइजा हरियो जति सबै भन्नुभयो यहाँ माथि छ मैले यसो गरी टिप्नुपर्छ यता माथि हाइटले नपुगेपछि हाइटले धोका दिएपछि यस्तो हुन्छ मैले टेकेँ कि क्या यतातिर बोरी पनि लगाउनु भएको रहेछ धन्न टेकेको मैले अनि यस्तो छ कुरो यो टिप्न त टिप्ने है यहाँ माथि छ मैले कसरी टिप्ने म आफै अल्झिन्छु टिपेँ मैले टिपेँ म यहाँ छु अनि यहाँ पनि छ पुरै टल्किराख के यतातिर छ टमाटर भन्छ के भन्छ हामीले गोलभेडा भन्छ हजुरहरूकोमा के भन्छ कमेन्ट गर्नु होला हाम्रोमा गोलभेडा भन्छ कसैले टमाटर भन्छ धेरै नै पाकेको रहेछ यतातिर नि तर मैले लैन अनि मम्मीले यहाँ बदाम पनि लगाउनु पर्छ यति धेरै यहाँदेखि वहाँ परसम्म लगाउनु भयो वहाँ परसम्म बदाम लगाउनु भएको मैले यहाँ छिटो टिप्न पर्छ किनभने वहाँ माथिबाट त्यो कालो पुरै पानी परिरहेको छ त्यही भएर मैले यहाँ छिटो टिप्न पर्ने हुन्छ अनि हाम्रो पप्पीले यहाँबाट हेऱ्यो मलाई हेऱ्यो अघि मसँग आएको थियो उता खोलासम्म अनि मैले छोडेर छिटो आएँ नि त त्यही भएर त्यो फर्केर गएको रहेछ तर मेरो पछि आएको थियो अनि यहाँ हेर्नु त बरेला कति ठुलो बरेला छ यहाँ त्यो फर्केर गएको रहेछ सिमी त म त भेट्दै वहाँ माथि छ
अनि यतातिर नि बोडी लगाउनु भएको रहेछ। अनि खुर्सानी फलिरहेछ, उता हो खुर्सानी फलिरहेछ, खुर्सानी। म खुर्सानी पनि टिप्छु, खुर्सानी, किनभने डल्लो खुर्सानी छ। डल्ले खुर्सानी इज बेस्ट। यो अचारतिर हालेर भन्नाले अचार बनाउँदाखेरि हालेर खान चाहिँ एकदम बेस्ट हो के। यो भनेको चाहिँ तल खस्यो। मैले एकातिरबाट हाल्ने अर्कोतिरबाट हालिरहेछु। त्यही भएर यहाँबाट यसरी यो हाल्ने, यसरी हाल्नुपर्नेमा मैले खालि यतातिरबाट अनि यतातिर यस्तो भएपछि दुईटा अनि खस्छ। हेर्नु त कति ठुल्ठुलो फल्यो। फेरि पनि मैले त्यतैतिर हाल्न थालिसकेँ। यस्तो गरेर टिप्नु पनि हुन्छ। यहाँ हेर्नु त, यहाँ कति तल पनि फलिरहेछ। म टिप्दिन्छु किनभने मैले लिएर जाने हो खानको लागि। मिठो मिठो अचार खानको लागि। यतातिर नि फलिरहेछ। सानो रहेछ, सानो त नटिपौँ होला। पिरो त पिरो होला तर नटिपौँ, यिनीहरू मात्रै टिपौँ। मैले एकातिर हाल्नेमा अनि यतातिर नि रहेछ। सिमीको चाहिँ मैले यति मात्र देखेँ। कहाँ रहेछ सिमी? ए वहाँ तल रहेछ, तल रहेछ। मैले यहाँ टिप्न भएको छैन, पानी पर्न थाल्यो। यहाँ छ टमाटर। कति धेर लगाउनु भयो रहेछ बाबाले यो पनि। यहाँ आँप फलिरहेछ हाम्रो। यहाँ आँप फलिरहेछ, यत्रो आँप फलिरहेछ। यो पुरै हाम्रो मकैबारी, यता मकै छ। अनि यहाँभित्र बाबाले टमाटर लगाउनु भएको छ। यत्रो मकैबारी छ। यहाँ पुरै बाहिर पनि टमाटर लगाउनु भएको रहेछ। अनि सिमी टिप्न आएको मान्छे, मैले यहाँ सिमी पाकिसकेको रहेछ, सिमी नै पाइनँ। पुरै यतातिर पुरै टमाटर, यतातिर नि पुरै टमाटर लगाउनु। वहाँ परसम्म हाम्रो खेत, यहाँ माथिबाट। अनि हाम्रो घर यहाँबाट देखिन्छ, यहाँ माथि। त्योभन्दा माथि पानी परेको भएर यस्तो छ। अनि म आएको यहाँतिर, तर यतातिर बोडी पनि रहेछ। बोडी त नफलेको रहेछ। काँक्रा चाहिँ छ भन्नु सुन्थेँ मैले, कहाँ छोडिदिनु भयो। काँक्रा फलेको रहेछ यहाँ सानो। एउटा काँक्रा, सानो काँक्रा छोडेको, यहाँ छोडिदिनु भएको रहेछ। करेला पनि रहेछ, कति राम्रो भएको करेला पनि यहाँ छोडिदिनु भएको रहेछ काँक्रा। अनि म चाहिँ यहाँ काँक्रा टिप्छु। हाम्रोतिर त्यसरी नै टिप्छ काँक्रा। अनि म यहाँ खान्छु। पुरै मकैबारी छ, पुरै मकैबारी छ। ऊ पानी परिरहेको त्यताबाट, पुरै मकैबारी। यताबाट पनि पानी परिरहेको। अब म चाहिँ जानुपर्ने हुन्छ, किनभने मैले यहाँ सिमी पाइनँ। फलेकै छैन काँक्रा। यत्रो मकैबारी छ तर सिमी नै सिमी त्यति मात्र रहेछ कि मैले नदेखेको हो। कस्तो धेर आँप फलेछ यहाँ, हेर्नुहोस् त। अनि म चाहिँ सिमी नपाएर घरतिर जान लागेको। अब सिमी नपाएपछि के गर्नु? सिमी यति मात्र देखेँ मैले। हुन त उता रहेछ, त्यहाँ चाहिँ गाई छ, गाईको ठाउँ हो, त्यहाँनिर रहेछ। तर सब पाकिसकेको रहेछ। यहाँबाट जान्छ
म चाहिँ गइनँ। सुन्तला बारीहरू बाबाको पुरै पानी पर्न थालिसक्यो। म चाहिँ गएन। पुरै हरियो हरियो मात्र हो। सुन्तला बारी पुरै कलर गरेको छ नि त। तल तल त्योबाट नि यस्तो देखिरह, यहाँबाट यस्तो देखिरह। एउटा त मरिगछ गर्मीले, त सब कति राम्रो भएको थियो। एउटा चाहिँ मरिगछ। तिनीहरू घाँसहरू हो, त्यहाँ गाई देख्नुभयो। स्याहाँ स्याहाँ भएको भए यहाँ आउँदा पनि। अन्त फुल 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 यस्तो गरेर देखिन्छ क्या सब। यो लगाएको जति सब सुन्तला हो कि यहाँ माथि माथिसम्म छ सुन्तला पनि। अन्त स्याहाँ स्याहाँ भइगयो। तिनीहरू सुन्तला बारी हो। सुन्तला त कति लगाउनु भाछ भाछ थ्रु देयर। अनि म चाहिँ अब घर जान्छु। यहाँ पनि फुल रहेछ। अन्त फुल कति धेरै रहेछ। गाउँघरतिर झारपातमा पनि फुल फुलिरहेको छ नि कति राम्रो यहाँ हेर्नुहोस् त कस्तो राम्रो देखिरह। सुन्तला बारी पुराको पुरा। अयो गर्मी भयो लास्टै। हेर्नुहोस् त कति मजाको देखेको यो फुलहरू। म टिप्छु ल एउटा चाहिँ। टल्किएर कस्तो नराम्रो देखिँदो रहेछ। पुरै घाँसै घाँस यत्रो धेरै घाँसै घाँस पुरै। यतातिर पनि यतातिर पुरै सुन्तलै सुन्तला। वहाँ तलसम्म त वहाँ तल गराएकोमा केही पनि छैन। म चाहिँ के गर्छु भन्दाखेरि यो भ्लग चाहिँ म अगाडि हाल्छु। अनि म जुन कुल पूजाको लागि आएको थिएँ नि घरमा, त्यो भ्लग चाहिँ म पोखरै गएर हाल्छु सायद। किनभने त्यो भ्लग एडिटहरू गर्न हो, मैले एडिट गर्नै भ्याएन कामहरूले गर्दाखेरि। यस्तो खोला छ, यस्तो गरेर जानुपर्छ। त्यो हिँड्दा पनि स्याहाँ स्याहाँ भयो। यस्तो भ्लग लिएर आऊँ भन्छु, के मिल्दैन। अनि काम गर्ने भएपछि घुम्न जान पनि भ्याउँदैन, कतै जान पनि भ्याउँदैन। त्यसले गर्दाखेरि भ्लग गर्नै पाउँदैन। भ्लग गरे पनि एडिट गर्नै पाउँदैन। त्यो छ पुरै स्याहाँ स्याहाँ भइसक्यो। त्यहाँदेखि यहाँ आइसक्दैछ। नेपाली करेन्ट वहाँ माथिबाट पुरै। अनि यस्तो बाटो जान्छ हामी। त्यतातिर पुरै सुन्तला बारी। हाम्रो कुकुर हेर्नुहोस् त। हेर्नुहोस् त। अनि यो चाहिँ हाम्रो घर। यो चाहिँ बाख्राको घर। वहाँ माथिबाट पानी परिरहेछ। पुन्टुरू
म चाहिँ तल पानी पनि घर आएको घर आएपछि चाहिँ म यतातिर के गर्न आएँ भन्दाखेरि आलु टिप्न आएँ हेर्नुहोस् त। अनि त्यहाँ माथि पनि हेर्नुहोस् त यहाँको कुखुराहरू त चढिरहेको छ कति धेर हो। त्यहाँ माथि पनि जान मिल्दो रहेछ सायद है, मलाई त्यस्तो त थाहा छैन। मिल्छ होला, मिल्दो रहेछ। म चाहिँ गएँ त्यस्तो गरेर यस्तो गरेर फलिरहेको छ यतातिर, पुरै यतातिर फलिरहेको छ। झन्डै म गएको थिएँ त्यहाँतिर फलिरहेको छ त्यहाँ यस्तो गरेर। अनि यस्तो हाम्रो घरको माथितिर यस्तो छ। अनि अब म चाहिँ टिप्छु आलु। लैजानु कान्छ आलु टिप्छु भनेर आएँ म, तर आलु कता यहाँ भित्र छ पुरै पुराको पुरा। यहाँ हेर्नुहोस् त यस्तो है। त्यहाँबाट कस्तो मजाले पाकिरहेको अनि टिप्ने हो, कतातिर जाने हो टिप्नलाई भन्ने कुरा हो। म अब खस्यो भने छैन फेरि यहाँबाट पनि रहेछ हेर्नुहोस् त यो पनि हो। यता पनि छ अनि हेर्नुहोस् त यता पनि हो, यता पुरै छ। अब चाहिँ म हजुरहरूलाई यो टिपिसकेपछि बल्ल भेट्छु। यहाँ हेर्नुहोस् त कति मजाले पाकिरह। यसलाई अब यसो गरेर हेर्नुहोस् त म यहाँ आइपुगेँ। अघिको तिनवटा पाकेकोमा यसो गरेर यस्तो गरेर टिप्ने। तर यसलाई चाहिँ कता राख्ने हो भयो मलाई चाहिँ पुरै यहाँ आएको छु मैले मात्रै यहाँ पनि छ पुरै बढाइदिएर यहाँ छ पर सामान छ। मैले यति टिपेँ अनि यस्तो पसिना हुँदैछ चाहिँ। अनि उहाँ हेर्नु त कस्तो पानी परिरह। म भित्र जान्छु, यस्तो गर्मी भयो नि पसिनामा। यसमा चाहिँ अब आलु छर्न लगाएको आलु यहाँ आलु छ, यहाँ आलु छ अनि यहाँ छ। यो छाटिसकेको यहाँ छाड्न बाँकी छ। सबैजनाले भ्लग हेर्नुभएको होला। भ्लग कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला। अनि मैले चाहिँ अलि ढिलो भ्लग इन गरेँ किनभने मैले खाना पकाइदिएँ। खाने गर्दाखेरि मलाई अलि लेट भयो घरको कामले गर्दाखेरि। अनि मैले बिर्सेको छु, त्यही भएर म अहिले रातिमा भ्लग इन गर्दैछु। गुड नाइट सबैजनालाई।